दिनभरि चितवनमा गर्मी भएर बस्न नसकेर बत्ती गएर तर अहिले यतिखेर चाहिँ ठ्याक्क हल्का हावा हेर्नु त अलिअलि हावा आए पनि चितवन त स्वर्ग नै भइहाल्यो नि मम्मी कता हो टाढै हो हजुर यहाँ त मम्मी मम्मी गाह्रो भयो गर्मीले चितवन र गाउँमा के फरक हो मम्मी भन्नु त केही फरक छैन जहाँ यस्तो भयो गर्मीले पसिनाको धारा आमा सुत्नु भएको मम्मी मम्मी हजुर